नेपालको पहिलो हस्पिटल वीर हस्पिटलै हो। यहाँबाट सुरुवात किन नगर्नु त? कुनै पनि व्यक्ति र कर्मचारीले आइन्दादेखि हामीले तिमी भनेको सुन्यौँ भने तपाईँले फर्स्ट कारवाही गर्ने तपाईँले हुनु पर्यो। हरेक गरिबलाई तपाईँको रेस्पेक्ट चाहियो, हरेक पेसेन्टलाई बोल्नु नआएको उसलाई रेस्पेक्ट चाहियो। यो इज्जत तपाईँको चाहिँ प्राइभेट हस्पिटलमा हामीले पाउँछौँ भने गभर्मेन्ट हस्पिटलमा किन नपाउनु त? यो इज्जत दिन त्यति गाह्रो छ त? छैन नि त होइन। सो फर्स्ट अफ अल आफ्नो बिरामीहरू यहाँ आएकोमा तपाईँले इज्जत गर्नु पऱ्यो नि त। तर अहिलेसम्म हाम्रो जुन चाहिँ हिपाप प्रवृत्ति छ, नर्स डक्टर्सदेखि लिएर कतिजना सबैको नभनौँ होइन, तर जसले गरेर हाम्रो सरकारी स्वास्थ्य क्षेत्रलाई चाहिँ तपाईँको एउटा नराम्रो एउटा इमेज पठाएको छ नि, द्याट निड्स टु चेन्ज। एन्ड बिङ द फर्स्ट हस्पिटल अफ नेपाल, आई थिङ्क द चेन्ज सुड स्टार्ट फ्रम हियर। जसरी प्राइभेट हस्पिटलमा एउटा पेसेन्टलाई ट्रिट गरिन्छ, हरेक गरिब जो यहाँ सर्भिस लिन आउँछ उसलाई त्यसरी ट्रिट गर्नु पर्यो विथ रेस्पेक्ट। एन्ड हाम्रो तपाईँको वाच डग्सहरू हाम्रो तपाईँको मिडिया नै हुन्छ। एन्ड विल मेक स्योर कि जसले गरिब दुखीलाई हिप्छ नि उहाँलाई चाहिँ कडाभन्दा कडा कारवाही तपाईँकोबाट नभयो भने हाम्रो तर्फबाट चाहिँ हामी सरकारमा पुरा हामी कारवाही गराउँछौँ। नजरमा गरिरहेका छौँ, हामीले सक्यौँ भने तपाईँको सरकारमा हामीले पनि व्यक्तिगत 150 दिएको बेड कहाँ गयो, यसमा को संलग्न छ यो निकाल्नु पर्यो। उहाँहरू कोले कहाँ बेच्नु भयो उहाँहरूलाई कारवाही चाहियो होइन। लेट्स स्टार्ट फ्रम द्याट। त्यो बाहेक तपाईँहरूले होइन भाइहरू 6 महिना आयो ढ्याङ्ग्रो टुकेर गयो भनेर सोच्नुहुन्छ नो, वी हेभ नट। हामी पहिला पनि खबरदारीमा थियौँ हामी नेपाल, प्लस अहिले त अब हामी नेपाल मात्र होइन तपाईँको जेएनजी क्राउड एकदमै ठुलो भइसक्यो हाम्रो। वी विल बी द वाच डग फर द कन्ट्री होइन। एन्ड विल मेक स्योर द्याट एभ्री सर्भिस सेक्टर द्याट इज प्रोभाइडिङ सर्भिस टु द पिपल होइन, यो चाहिँ तपाईँको एड्रेस हुन्छ।